हेलो गाइड्स होइन म चाहिँ यो केही भन्दिनँ यो देशको परदेशीको हालत म देखाइरहेको छु होइन तपाईँहरू सुन्नुहुन्छ होइन गाइड्स इङ्ग्लिस चाहिँ बोलो भनेर धेरै नसोध्नु होइन नेपालीमै भन्छु दाजुभाइ दिदी बहिनी जोसुकै होस् अलिकति सोध्नु विदेश आएर काम छैन कि विदेश आएर हेर्नु यस्तो खानुपर्छ बिहाल हुन्छ योभन्दा राम्रो नआउनु विदेश यहाँ आएर खानाको टाइम टेबल केही मिल्दैन केही हुँदैन सबैहरू बिग्रिसक्यो कि 2 लाख 3 लाख पैसा तिरेर आउनुपर्छ 700-800 रुपियाँ स्यालेरी दुई 3 लाख रुपियाँ बरु नेपालमै केही कामको लागि युज गर्नु के 2-3 लाख भनेको त धेरै ठुलो पैसा हो नि धेरै त गर्न सक्नु 2-3 लाख तिरेर यहाँ दुबई आएर फाइदा छैन धेरै भने 1000 रुपियाँ स्यालेरी दिला 1000-1200 स्यालेरी दिन्छ यस्तो बिहालमा बसेर कामै फाइदा छैन हेर्नु यस्तो बिहालमा बसेर 2-3 लाख रुपियाँ तिरेर हजुरहरू आएर फाइदा छैन के नेपालबाट यहाँ आएपछि कम्पनीले जे भन कम्पनीको अन्डरमा हिँड्नुपर्छ त्यही भएर म भन्छु 2-3 लाख रुपियाँ तिरेर नआउनु 2-3 लाख रुपियाँ तिरेर यहाँ आउनु भन्दा त बरु नेपालमै 2-3 लाख रुपियाँ खर्च गरेर केही काम गर्नु बिहाल छ बिहाल छ यस्तो हाम्रो खाना भनेको बहुत रोटी खाएर सुत्नुपर्छ घरको मान्छेले पनि कुरो बुझ्दैन कसरी काम गरेको छ कसरी हिँडिराखेको छ भनेर घरको मान्छेले पनि केही कुरा बुझ्दैन दुःख कसलाई पुग्ने
विदेश आउनुभन्दा धेरै कुरा सोचेर आउनु होइन नआउनु विदेश नआउनु त म केही भन्दिनँ होइन गाइस विदेश आउनुभन्दा अगाडि धेरै कुरा सोचेर आउनु जस्तो हामीले अर्काको देश आएर पैसा रुखमा फल्छ भन्छौँ नि त्यो कहिले पनि नसोध्नु रुखमा कहिले पनि पैसा फल्दैन 2 लाख 3 लाख रुपियाँ तिरेर आउनुभन्दा बरु नआउँदा राम्रो हुन्छ 2-3 लाखको त नेपालमै केही न केही त गर्न सकिन्छ नि सानो सानो काम पनि गर्न सकिहालिन्छ नि